नमस्ते, म नवीन सङ्कल्प देवान। यहाँहरू सम्पूर्णलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज म एउटा यस्तो विषयमा कुरा गर्न गइरहेको छु जुन जीवनमा कुनै न कुनै समयमा हामी सबैको अगाडि आउँछ। दुःख परेको बेला मनलाई कसरी शान्त बनाउने। साथीहरू, जीवन सधैँ एउटै गतिमा चल्दैन। कहिले खुसी आउँछ, कहिले दुःख, कहिले हामीले सोचेको जस्तै हुन्छ, कहिले हामीले कल्पना नै नगरेको परिस्थिति आइपर्छ। कसैको सम्बन्ध टुट्न सक्छ, कसैको प्रिय मानिस टाढिन सक्छ, कसैलाई आर्थिक समस्या पर्न सक्छ, कसैलाई आफ्नो भविष्यको चिन्ता पर्न सक्छ, कसैले असफलताको पीडा भोगिरहेको हुन सक्छ र कहिलेकाहीँ कुनै स्पष्ट कारण नभए पनि मन भारी, उदास र बेचैन हुन सक्छ। यस्तो बेला हामी प्राय एउटा प्रश्न सोध्छौँ, अब मेरो मनलाई कसरी शान्त बनाउने। सबैभन्दा पहिले एउटा कुरा बुझौँ, दुःख लाग्नु भनेको कमजोरी होइन। मन दुख्नु भनेको तपाईँ कमजोर हुनु होइन। तपाईँ पनि मानिस हुनुहुन्छ। तपाईँका हरेक भावना छन्। तपाईँले माया गर्नुहुन्छ, आशा राख्नुहुन्छ, सपना देख्नुहुन्छ। त्यसैले कुनै कुरा बिग्रिँदा मन दुख्नु स्वाभाविक हो। हामीले आफ्नो दुःखसँग लड्नुभन्दा पहिले त्यसलाई स्वीकार गर्न सिक्नुपर्छ। आफैलाई भन्नुहोस्, हो, अहिले मलाई दुःख लागेको छ, अहिले मेरो मन भारी छ, तर यो अवस्था सधैँ रहने छैन। म बिस्तारै यसबाट बाहिर निस्कन सक्छु। यही स्वीकारोक्ति मन शान्त बनाउने पहिलो पाइला हो। अब केही क्षण आफ्नो श्वासमा ध्यान दिनुहोस्। हतार नगर्नुहोस्। बिस्तारै श्वास भित्र लिनुहोस्। एकछिन रोक्नुहोस् अनि बिस्तारै बाहिर निकाल्नुहोस्। फेरि श्वास भित्र र बिस्तारै बाहिर। हामी दुखी हुँदा हाम्रो शरीर पनि तनावमा हुन्छ। त्यसैले शरीर शान्त पार्न सकियो भने मनलाई पनि शान्त पार्न सजिलो हुन्छ। केही समय आफ्नो श्वासलाई मात्र निहाल्नुहोस्। श्वास भित्र जाँदैछ, श्वास बाहिर आउँदैछ। तपाईँले अहिले कुनै समस्या समाधान गर्नु पर्दैन। अहिले कुनै निर्णय गर्नु पर्दैन। अहिले केवल आफूलाई केही समय दिनुपर्छ। पहिलो कुरा, दुःखलाई दबाएर नराख्नुहोस्। धेरै मानिसहरूको बानी हुन्छ, दुःख लाग्यो भने अरूलाई पनि देखाउनु हुँदैन। म बलियो छु, मलाई केही भएको छैन, म रोए पनि कमजोर देखिन्छु। तर भावना दबाएर राख्दैमा त्यो हराउँदैन। कहिलेकाहीँ एकान्तमा बसेर मन हलुका पार्नु आवश्यक हुन्छ। आँसु आउँछ भने रोइदिनु पनि स्वाभाविक हो, तर आफ्नो दुःखमा एक्लै डुबेर बसिरहनु र दुःखलाई स्वीकार गरेर बिस्तारै अघि बढ्नु फरक कुरा हो। त्यसैले आफूलाई दोष नदिनुहोस्। म किन यस्तो भएँ, म किन यति धेरै सोचिरहेको छु, अरू मानिसहरू त खुसी छन्, म मात्रै किन दुखी छु। यस्ता प्रश्नले मनलाई अझ भारी बनाउन सक्छ। यसको सट्टामा भन्नुहोस्, म अहिले कठिन समयबाट गुज्रिरहेको छु, मलाई केही समय चाहिएको छ, म आफैप्रति दयालु बन्नेछु। दोस्रो कुरा, आफ्नो मनको कुरा कसैसँग बाँड्नुहोस्। कहिलेकाहीँ हामीलाई समाधानभन्दा पनि सुन्ने मानिस चाहिन्छ। त्यस्तो व्यक्ति छान्नुहोस् जसलाई तपाईँले विश्वास गर्नुहुन्छ। परिवारको सदस्य हुन सक्छ, साथी हुन सक्छ, शिक्षक हुन सक्छ, वा तपाईँलाई सम्मानपूर्वक सुन्न सक्ने कुनै भरोसायोग्य व्यक्ति हुन सक्छ। उनीहरूसँग कुरा गर्दा सबै कुरा एकैपटक भन्नुपर्छ भन्ने छैन। केवल यति भन्न सक्नुहुन्छ, आज मेरो मन अलि भारी छ, केही समय मेरो कुरा सुनिदिनुहोस्। कसैसँग खुलेर कुरा गर्दा मनभित्र थुप्रिएका विचारहरू बाहिर आउँछन्। तर एउटा कुरा सम्झनुहोस्, हरेक मानिससँग आफ्नो निजी कुरा बाँड्न आवश्यक छैन। विश्वास गर्न सकिने मानिसहरू छान्नुहोस्। तेस्रो कुरा, एकैपटक सबै समस्या समाधान गर्न नखोज्नुहोस्। दुःख परेको बेला हाम्रो दिमागले सबै कुराहरू एकैचोटि सोच्न थाल्छ। भोलि के होला, अब के गर्ने, मेरो भविष्य के होला, यो समस्या कहिले सकिन्छ, यदि मैले गल्ती गरेँ भने। यस्ता प्रश्नहरूको भिडले मनलाई थकाइदिन्छ। त्यसैले समस्यालाई सानो सानो भागमा बाँड्नुहोस्। आफूलाई सोध्नुहोस्, आज मैले गर्न सक्ने एउटा मात्र राम्रो काम के हो। त्यो एउटा काम गर्नुहोस्। सायद
कोठा मिलाउने, सायद केही समय हिँड्ने, सायद पढाइ वा कामको एउटा सानो भाग पुरा गर्ने, सायद परिवारको सदस्यसँग कुरा गर्ने, सायद पर्याप्त पानी पिउने र खाना खाने। सानो कदम पनि कदम हो। जीवनका ठुला समस्याहरू धेरै पटक ससाना कदमबाट नै पार हुन्छन्। चौथो कुरा, आफ्नो शरीरको ख्याल गर्नुहोस्। मन र शरीर छुट्टा छुट्टै होइनन्। मन तनावमा हुँदा शरीर पनि थाक्छ। त्यसैले पर्याप्त आराम, नियमित खाना, पानी र हल्का शारीरिक गतिविधिले पनि सहयोग गर्न सक्छ। सम्भव भए केही समय बाहिर हिँड्नुहोस्, आकाश हेर्नुहोस्, हरियाली हेर्नुहोस्, खुल्ला हावामा केही समय बिताउनुहोस्। मोबाइलमा लगातार एउटै कुरा हेरेर बसिरहनुभन्दा केही समय स्क्रिनबाट टाढा रहनुहोस्। विशेष गरी राति धेरै सोचिरहेको बेला मोबाइलमा लगातार सामाजिक सञ्जाल हेर्नाले पनि मन अझ अशान्त बन्न सक्छ। त्यसैले आफूलाई केही समय डिजिटल विश्राम दिनुहोस्। पाँचौं कुरा, आफ्नो सोचलाई विश्वास गर्नु अघि जाँच्नुहोस्। दुखी हुँदा दिमागले कहिलेकाहीँ अत्यन्त नकारात्मक निष्कर्ष निकाल्छ, जस्तै अब म केही पनि राम्रो गर्न सक्दिनँ, सबै कुरा बिग्रियो, मसँग केही पनि छैन, मेरो भविष्य सकियो। तर भावना बलियो हुनु र त्यो भावना नै तथ्य हुनु एउटै कुरा होइन। त्यसैले आफैलाई सोध्नुहोस्, मैले अहिलेसम्म सोचिरहेको कुरा तथ्य हो कि मेरो दुःखले यस्तो महसुस गरिरहेको हो? यो प्रश्न धेरै उपयोगी हुन सक्छ। हामीले आफ्ना भावनालाई अस्वीकार गर्नु पर्दैन, तर भावनाको आधारमा तुरुन्तै ठुलो निर्णय पनि गर्नु आवश्यक छैन। विशेष गरी मन अत्यन्त अशान्त भएको बेला सम्बन्ध, पढाइ, काम वा भविष्यसँग सम्बन्धित ठुला निर्णयहरू केही समय रोक्नु बुद्धिमानी हुन सक्छ। मन शान्त भएपछि फेरि सोच्न सकिन्छ। छैटौं कुरा, आफूलाई क्षमा गर्न सिक्नुहोस्। कहिलेकाहीँ हाम्रो सबैभन्दा ठुलो आलोचक अरू कोही हुँदैन, हामी आफै हुन्छौँ। मैले त्यो गल्ती किन गरेँ? मैले त्यसो भन्न नहुने थियो। मैले अझ राम्रो गर्न सक्थेँ। हो, आफ्नो गल्तीबाट सिक्न आवश्यक छ, तर गल्तीलाई लिएर आफूलाई सधैँ सजाय दिइरहनु आवश्यक छैन। तपाईले हिजोको परिस्थितिमा आफूलाई थाहा भएको कुरा र आफूले सकेको क्षमता अनुसार निर्णय गर्नुभएको हुन सक्छ। अब तपाईलाई अझ धेरै कुरा थाहा छ, त्यसैले गल्तीबाट सिक्नुहोस्, तर आफूलाई घृणा नगर्नुहोस्। आफैलाई भन्नुहोस्, मैले गल्ती गरेको हुन सक्छु, तर म त्यो गल्तीभन्दा ठुलो छु। म सिक्न सक्छु, म परिवर्तन हुन सक्छु, म फेरि प्रयास गर्न सक्छु। सातौं कुरा, जे तपाईको नियन्त्रणमा छैन त्यसलाई बिस्तारै छोड्न सिक्नुहोस्। जीवनमा केही कुरा हाम्रो नियन्त्रणमा हुन्छन्। हाम्रो व्यवहार, हाम्रो प्रयास, हामीले कसरी बोल्ने भन्ने कुरा, हामीले कसरी प्रतिक्रिया दिने भन्ने कुरा। तर केही कुरा हाम्रो नियन्त्रणमा हुँदैनन्। अरू मानिसले हामीलाई के सोच्ने भन्ने कुरा, कहिलेकाहीँ परिस्थिति कसरी बदलिन्छ भन्ने कुरा। त्यसैले आफ्नो ऊर्जा दुई भागमा छुट्याउनुहोस्। मैले बदल्न सक्ने कुरा के हो र मैले स्वीकार गर्नुपर्ने कुरा के हो। पहिलो कुरामा आफ्नो शक्ति लगाउनुहोस्। दोस्रो कुरालाई बिस्तारै स्वीकार गर्न सिक्नुहोस्। स्वीकार गर्नु भनेको हार मान्नु होइन। स्वीकार गर्नु भनेको वास्तविकतालाई बुझेर आफ्नो ऊर्जा सही ठाउँमा प्रयोग गर्नु हो। आठौं कुरा, एक्लोपन र एकान्त बीचको फरक छुट्याउनुहोस्। कहिलेकाहीँ दुखी हुँदा हामी सबैबाट टाढा जान चाहन्छौँ। केही समय एकान्त चाहिन सक्छ, त्यो ठीक हो, तर धेरै लामो समयसम्म सबैसँग सम्बन्ध तोडेर बसिरहनु राम्रो हुँदैन। मन भारी भएको बेला विश्वासिलो मानिससँग जोडिरहनुपर्छ। कसैसँग कुरा गर्न मन लागेन भने पनि एउटै कोठामा परिवारसँग बस्न सकिन्छ, सँगै खाना खान सकिन्छ, केही समय हिँड्न सकिन्छ। कहिलेकाहीँ शब्दभन्दा उपस्थितिले पनि साथ दिन्छ। नवौं कुरा, आफ्नो दिनलाई सानो तालिकामा बाँध्नुहोस्। दुःख परेको बेला दिनहरू अस्तव्यस्त हुन सक्छन्। कहिले उठ्ने थाहा हुँदैन, कहिले खाने थाहा हुँदैन, काम गर्न मन लाग्दैन। त्यसैले धेरै ठुलो कुरामा लक्ष्य नराख्नुहोस्। आजको दिनका लागि केवल केही सामान्य काम तय गर्नुहोस्। उठ्ने, मुख धुने,
खाना खाने, केही समय हिँड्ने, आफ्नो आवश्यक काम गर्ने, कसैसँग कुरा गर्ने, आराम गर्ने, सुत्ने, यति मात्र। सानो दिनचर्याले मनलाई स्थिरता दिन सक्छ। 10औं कुरा, आफ्नो ध्यान वर्तमानमा फर्काउनुहोस्। दुःखको एउटा ठूलो कारण भूतकालको पछुतो र भविष्यको डर हुन सक्छ। भूतकाललाई हामी बदल्न सक्दैनौँ, भविष्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न सक्दैनौँ, तर यो क्षणमा हामी केही गर्न सक्छौँ। अहिले तपाईँ जहाँ हुनुहुन्छ त्यहाँ वरिपरि हेर्नुहोस्। तपाईँले देखेका 5वटा कुरा मनमा नै भन्नुहोस्। सुनेका आवाजहरूमा ध्यान दिनुहोस्। आफ्नो श्वास महसुस गर्नुहोस्। खुट्टाले जमिन छोएको महसुस गर्नुहोस्। यसलाई कहिलेकाहीँ ग्राउन्डिङ भनेर बुझिन्छ, अर्थात् मनलाई अहिलेको क्षणमा फर्काउने अभ्यास। जब विचारहरू धेरै दौडिन्छन्, आफूलाई भन्नुहोस्, अहिले म यहाँ छु, अहिले म सुरक्षित छु, अहिले मलाई केवल यो क्षण सम्हाल्नुपर्छ। 11औं कुरा, आफूलाई सकारात्मक कुरा सम्झाइरहनुहोस्। तर सकारात्मक सोच भनेको दुःख छैन भनेर जबरजस्ती आफूलाई विश्वास गराउनु होइन। सकारात्मक सोच भनेको कठिनाई स्वीकार गर्दै आशाको ठाउँ राख्नु हो। जस्तै अहिले गाह्रो छ, तर म यसलाई बिस्तारै सम्हाल्न सक्छु। मसँग सबै उत्तर अहिले नहुन सक्छन्, मलाई समय लाग्न सक्छ र त्यो ठिक छ। आज खराब दिन हुन सक्छ, तर खराब दिन भनेको खराब जीवन होइन। यी साना वाक्यहरूले मनलाई नयाँ दृष्टिकोण दिन सक्छ। 12औं कुरा, आफ्नो मनलाई समय दिनुहोस्। कहिलेकाहीँ हामी तुरुन्तै ठिक हुन चाहन्छौँ, तर भावनात्मक पीडाको आफ्नै गति हुन्छ। कुनै कुरा हराएको छ भने त्यसको दुःख केही समय रहन सक्छ। सम्बन्धमा समस्या आएको छ भने मनलाई सम्हाल्न समय लाग्न सक्छ। ठुलो असफलता भएको छ भने आत्मविश्वास फर्किन समय लाग्न सक्छ। त्यसैले आफूलाई समय दिनुहोस्। मनलाई पनि निको हुन समय चाहिन्छ। आजभन्दा भोलि अलिकति राम्रो हुनु पर्याप्त छ। एकै दिनमा सबै कुरा ठिक हुनुपर्छ भन्ने छैन। अब केही क्षण हामी एउटा सानो मानसिक अभ्यास गरौँ। यदि तपाईँ अहिले शान्त ठाउँमा हुनुहुन्छ भने आरामसँग बस्नुहोस्। आँखा बन्द गर्न सहज लाग्छ भने बन्द गर्नुहोस्। श्वास बिस्तारै भित्र लिनुहोस् र बाहिर निकाल्नुहोस्। फेरि श्वास भित्र, बिस्तारै बाहिर। अब आफ्नो मनमा भन्नुहोस्, म अहिले कठिन समयबाट गुज्रिरहेको छु, तर म एक्लो छैन। मलाई समय चाहिन्छ। मलाई सहयोग लिन अनुमति छ। मलाई आराम गर्न अनुमति छ। मलाई रोन पनि अनुमति छ। म फेरि मुस्कुराउन पनि सक्छु। मेरो आजको अवस्था नै मेरो सम्पूर्ण भविष्य होइन। एकछिन शान्त बस्नुहोस्। श्वासलाई सामान्य हुन दिनुहोस्। अन्तिम कुरा, आशा नछोड्नुहोस्। जीवनमा केही रातहरू धेरै लामो लाग्छन्, तर कुनै पनि कठिन समय सधैँ एउटै अवस्थामा रहँदैन। आज तपाईँले देख्न नसकेको बाटो भोलि स्पष्ट हुन सक्छ। आज असम्भव जस्तो लागेको कुरा केही समयपछि सामान्य बन्न सक्छ। आज मनमा भारी भएको कुरा भविष्यमा एउटा सम्झना मात्र बन्न सक्छ। त्यसैले अहिले तपाईँले आफ्नो सम्पूर्ण जीवनको उत्तर खोज्नु पर्दैन। आजको दिन सम्हाल्नुहोस् अनि त्यसपछि अर्को दिन। जीवन कहिलेकाहीँ ठुलो छलाङले होइन, सानो सानो कदमले अघि बढ्छ। यदि तपाईँको दुःख लामो समयसम्म अत्यन्त गहिरो रहन्छ, दैनिक जीवन, पढाइ वा काममा गम्भीर असर पर्छ, वा आफूलाई सुरक्षित राख्न कठिन भइरहेको जस्तो लाग्छ भने एक्लै सहेर नबस्नुहोस्। विश्वासिलो अभिभावक, परिवारका सदस्य, शिक्षक, चिकित्सक वा मानसिक स्वास्थ्य सम्बन्धी योग्य व्यक्तिसँग तुरुन्त कुरा गर्न महत्त्वपूर्ण हुन्छ। सहयोग माग्नु कमजोरी होइन, सहयोग माग्नु आफ्नो जीवन र आफ्नो मनको सम्मान गर्नु हो। अन्त्यमा एउटा कुरा सम्झनुहोस्, दुःख तपाईँको परिचय होइन, यो तपाईँको जीवनको एउटा अवस्था मात्र हो। अवस्था बदलिन सक्छ, मन फेरि शान्त हुन सक्छ, विश्वास फेरि फर्किन सक्छ, आशा फेरि पलाउन सक्छ र तपाईँले फेरि जीवनका राम्रा क्षणहरू अनुभव गर्न सक्नुहुन्छ।
त्यसैले आज आफूलाई एउटा सानो वाचा गर्नुहोस्। म हतार गर्दिनँ, म आफूलाई दोष दिँदिनँ, म सहयोग लिन डराउँदिनँ। म आजलाई सम्हाल्छु र भोलिको उज्यालोको लागि आफूलाई समय दिन्छु। बिस्तारै श्वास लिनुहोस्, आफ्नो मनलाई केही समय दिनुहोस् र सम्झनुहोस् तपाईले अहिले महसुस गरिरहेको दुःख नै तपाईको सम्पूर्ण कथा होइन। धन्यवाद।